चस्मा कहाँदेखि ल्याएको अनि हामीलाई सहयोग गर्दैछ नबिर्सी बोलाएको बेलामा आइज क्याम्पस रेगुलर आउने घर तरुनीहरूले खोजिरहन्छन् तर अघि छैन भनेको होइन त्यो क्लिपलाई काटेर अनि यो क्लिप हालिदिन्छु म रुक तेरो गर्लफ्रेन्डसँग पुऱ्याइदिन्छु मैले अब हेलो गुड मर्निङ गाइज आज चाहिँ म घर छु हाम्रो दाइ छ भर्खरै उस मिलाइरहेछ चाहिँ देख्न सक्नुहुन्छ यो हाम्रो घरको उताको रुममा पनि छ तर के हो यस्तो के हो एम्मी होला जस्तो छ है यो चाहिँ हाम्रो रोटी मम्मीले बनाउनु भएको मामाले चाहिँ मामा के विशेष होला जस्तो छ कि नै अहिले बाबा लाग्छ यो डाइट यो डाइट हाम्रो मामाले चाहिँ स्पेसल बनाएर खान लानु भएको छ है A few moments later हाम्रो रानी यहाँ छ फोहोरो भयो यसलाई सफा गर्नुपर्छ है गाइज म देखाउन जान्छु अब हाम्रो मामा र दाइले बोडी लगाइराखन् मिल्लाको तरकारी यहाँ त भेन्दा सिन्दा छ देख्न सक्नुहुन्छ कुखुरा नि रहेछ है A few moments later हाम्रो घरमा हेर्नु फुलहरू कस्तो मस्त छ यस्तो मजाको छ फुलहरू सरर छ हाम्रो रानी त्यहाँ छ अनि उतापट्टि त्यो छ दाइले म्यासेज गरिसक्नु भयो छिटो आऊ यहाँ भनिसक्नु भयो ल गाइज म चाहिँ जान्छु अब दाइ गएर भेट्छु हस् अब दाइ गएर भेटिन्छ 6.5 hours later परबाट हात्ती आयो लामो लामो कान भनेको हाम्रो अश्विन दाइ के छ दाइ खबर ठिक छ नि भाइ मेरो ब्लगमा केही भनिदिनु न मेरो भलामा के गर्ने राम्रो गरेर आस फर्क के गर्दैछ यही हामीले भन्ने हामीलाई सहयोग गर्दैछ नबिर्सी बोलाएको बेलामा आइज क्याम्पस रेगुलर आउने घर तरुनीहरूले खोजिरहन्छन् तर खत्तम रेवन दाइ हजुरले के हो र हिरो भनेर जानुभएको थियो मुस्ताङतिर कि सिक्लेस रे ए म एकैचोटि दुई ठाउँ भाइ रेकर्ड सुन्नु र मुस्ताङ त्यो पॉइन्ट गएको यार जाँदा त चुनी रहेछ तिमी पहिला आयो गेम कस्तो भयो गेम त बवाल भयो नि हजुरको बारेमा भन्नु नि यहाँ अरू कोसँग भेट्न जान्छस् कोसँग भेट्न जान्छस् भन्थ्यो अरूसँग भेट्न गएर मलाई पो लगाइदिरहेको बनाएर ल्या भर्खरै त हो आएको होइन होइन है कोसँग गर्थ्यो भाइ ल्या म त्यस्तो गर्छु म त्यस्तो देखिन्छु दाइ बाहिरबाट हेर्दा त सोध्नु छ कि भित्रबाट के चाहिँ थाहा छैन हामीलाई त्यो हो कि यस्तो खालके भाइ अब हामी कता जान्छ दाइ अब हामी मुस्ताङ जाने भनेको मेरो खै नाइ के यसपछि भनेको यसपछि घर यसपछि बागलुङ अनि मुस्ताङ ए ल बागलुङ जाने होइन खेल्न जाने हो हजुर कपाल त के हो कहिले काट्नु भएको थियो र अस्ति काटेको अलि थोरै हो कि मैले दिन्छु स्माइल यार गर्न भानीपुर A few minutes later ल दाइ रामसँग जानु है ल बाइ बाइ तपाईँ रामसँग जा भेट्दै गर्नु ल रेमन दाइ हाम्रो साउ हो न हजुर दाइ भन्न न यार ए ल ल ल ल रामसँग जानुस् ल ल ल ल ल दाइ रेमन दाइ सुन्नु न केटाहरूको के अरूको विदेशमा बाई 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 हुन्छ नि हाम्रो ल ल
ल है ल ल ल रेवन दाइ जान्छन् स्वाट दाइ जान्छन् स्वाट म नि जान्छु स्वाट ल हजुर मात्रै बस्नु है त हजुर मात्रै बस्नु है आदै हजुर मात्रै बस्नु ल ल ल ल जे पनि ल ल ल ल गाइस अब हामी निस्किन्छौँ जे पनि ल ल भन्दै जाने हो मलाई ल राम्रोसँग जानु है ल है ल ल ल ल निस्किएन अब बुढो लक्क लाएर अब जान्छन् त्यहाँ त जोडी बस्छ अन्त ल गाइस अब पनि हामी निस्किनु पर्ने हुन्छ अनि जाबी त्यही सोध्छु यार यो चाहिँ हाम्रो गाउँको बाटो गाइस भर्खरै घर आइयो दाइ अनि निस्किएन अनि अब चाहिँ मैले भ्लग बनाएर हाल्नेछु नयाँ नयाँ यो चाहिँ हाम्रो घर हो देख्न सक्नुहुन्छ त्यहाँ चाहिँ पूजा गर्ने ठक्क राम्रो 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 Few inches later. ल अब माम हान्नु जानलाई बाइक सिक्न यो ल ल राम्रोसँग सिकेर आउनु गए माम अन्त सर अब बाइक सिकेर आउँछन् यो चाहिँ हाम्रो यो घर भयो हामी अब म ट्रेनिङ गर्ने म खेल्ने ग्राउन्ड देखाउँछु सबैलाई को माइलु म तिमीलाई खानेकुरा ल्याइदिएको नि खान्छौ कि नै अनि यति माइल ल्याएको चिज त खान पर्यो नि हो कि नै पर्यो लौ डाइट हो तिमीलाई चटपट ल खाएर चाहेर भन त कस्तो हो चुकुट कहानी हो क्या ल गुम्बै हो आउनु दोस्त तिमीले खान्नौ के हो किल्मी टल्केछ त कता हो सोल्टिनी चिटिक्क परेर सोल्टिनी त हाम्रो गाउँ ठाउँमा कति धेरै सोल्टिनी पनि चिटिक्क परेर हिँड्छ नि त ए भगवान् दोस्त के छ के हो त्यहाँ त यसो टिलिक्क टल्के जस्तो माने मैले त भेटाको हाम्रो होम ग्राउन्ड यही है माइल त्यहाँ छिन् यो हाम्रो होम ग्राउन्ड हो यो नेट हो के नि के हो बसाइ त मरद छ त त्यस्तै नखाउन मालु हाम्रो होम ग्राउन्डमा दुईजना हुनार खेलाडीहरू खेल्दैछन् हाम्रो भाइहरू थिए कतिजना रे 3, 4, 5 जना होइन ए 4 जना अन्तर्राष्ट्रिय खेलाडीहरू थिए आएनन् के गर्ने अब गाह्रो हो कि हाम्रो त ओडामा हाम्रो के अरे नगरपालिकामा कति नेसनल प्लेयर छन् होइन ए बानी गाह्रो छ के गर्नु गाह्रो छ जाडो महिना लागिसक्यो गाह्रो छ बुढी छैन जाडो छ होइन अब त ए लाइक ए ग्रिप रे हान्देऊ त मोबाइल हालेर जुरेर हुने रे के ल सानोहरू खेलिरहेछन् अरू चाहिँ आएन त्यो हाम्रो घर हो त्यो हिँड्दै आएको हाम्रो ठुलो मम्मी हो यो एनिसको घर निस थापाको घर यो उतापट्टिको मेरो मामा घर त्यहाँ चाहिँ हाम्रो गाई छन्
हेलो गाइज के छ के भयो ए बानी पुग्यो घाँस ल ल ल दुईजनामा जसले मलाई छिटो छुन्छ नि त्यसलाई एउटा गिफ्ट पाउँछ दौडी भनेको के गिफ्ट रे तिमीहरू हुँदै भएन खासमा मैले दौडी भनेको तिमीहरूलाई दौडी त दौडेन भएन भएन यो हुँदै भएन यो चिट भयो के यो चिट भयो किन ढिला आयो त तिमीहरू आज मैले भ्लग बनाएको होइन मेरो भ्लगमा के भन्दै नि त तैँले सबजनाले सब्स्क्राइब हान्देऊ तेरो बारेमा भन् भनेको मेरो यो त गरिहाल्छन् के रे किन भइले खेलेनस् कस्तो लाग्यो तैँले त सोल्टिनी हो मेरो अन्य अङ्गलमा आएपछि त कसलाई हो हो यसमा के कला थियो अरे यसमा के छ त छैन यस्तो नि हुन्छ के हो त तैँले पार्टनर देखेको त होइन हानेको देखिन्छ पार्टनर जेरी अन टपबाट खेलेको पैसा अरे त्यो गए ल खेलिरहन् मेरो प्यारा प्यारा भाइहरू म यहाँ बसिरहेको छु देख्न सक्नुहुन्छ ल चट्ट लाएर त्यहाँ पार्टनरले हान्दै हेरौँ गाइस ल सरी है पार्टनर पार्टनर सरी है यो देवदह वडा नंबर 5 को राष्ट्रिय खेलाडी आयो है ती यहाँ जा यहाँ जा तो भाई नमस्ते कर बस ना तेरे यहाँ का नाक खतरा है ये तो यार गोर निस्किया उसके मान्छे खतरा त तेरो परिचय दे त के अरे नमस्कार मेरो नाम रवि बीके के रे फ्रम गुल्मी हो कि हजुर गुल्मी आप चौर गुल्मी कुर्गा मालिका अनि अरु मुनापा छ भैलो खेलिस् कि नै भैलो खेले त्यहाँ झाडीमा बस्ने केटीसँग त होस् म गुल्मी खेलेको नि भैलो यहाँ हैन तेरी यहाँका जार खै त तेरो अरु टिम उ के टिम क्याप्टेन एक्लै आकोस् एक्लै आउँदै थिए बाटोमा ठ्याक्क सुमितलाई भेट्टाएर फेरि ल्याइ छोड्दिन अब भनेर यहीसम्म को सुमित उका न्यू लुमिनेसनको एक्लै आकोस् कोही हैन अरु सब बुद्ध पब्लिक जान्छन् उस अनिसर त्यही भएर हेलो चसा कहाँदेखि ल्याएको किन खेल न के हुन्छ अब मैले हानेको हेर
खुट्टा फेरि जाला यो त हरि सरापेको पोला है फेरि यहाँदेखि को यो नयाँ खेलाडी देखेको छु मैले त ओए तेरो परिचय दे त यो चाहिँ ऊ बाबाको छोरा हो कि होइन हो प्योर ले खतरा है जर्सी नम्बर 11 सुबिनको उत्कृष्ट सर्ट जालीमा लाएर कटेको छ ले अब लेफ्टीको सर्ट जालीमा ए कट्यो खाली छ दोस्त खेलेर भइसकेको छौँ अरू के भन्ने अरू भन्न नभन मलाई हाम्रो गेम समाप्त भइसकेको छ के भयो रे गेम भ्यायो कि गेम भ्यायो हाम्रो गेम भ्यायो कि ट्रेनिङ भ्यायो भ्यायो ल हाम्रो भाइ यार तिमीले त हात हान्दियो त साइकलले यार अनि केही भन्दैन त मेरो भ्लगमा आज हजुरको भ्लगमा के भन्ने हो अब अहिलेसम्म जति देखाइराख्नु भएको छ हजुरहरूले माया त्योभन्दा अझै 72 हुनेछ के अरे के भन्छ त्यसलाई त्यही हुनेछ अङ्कल मेरो भ्लग केही भन्नु न यसो भ्लगमा के भनौँ यसो केही भनिदिनु अब हजुरको अब के छ भोलिको प्लान भोलि बिहानै उठ्ने जाने हाम्रो केही छैन हामी 15 बजेमा एकदम म्याच खेल्न जानेछौँ कान बटार्ने चलाउने अब होइन उसले पार्टी दिएछ हामीलाई होइन 5000 कान्छाले होइन हाम्रो अङ्कल यहाँको जुन टोलको हुनुहुन्छ नि सबैजना त्यस्तो मातेर रक्साएर हिँड्ने जस्तो कोही हुनुहुन्छ र कोही हुनुहुन्छ हामी त सर्ट खाए पनि आफ्नै चिलमा आफ्नै घरमा खाइन्छ नि त कसैले खाँदै खाँदैन हाम्रो केटा हामी बुढा टोलले अलिअलि खाइन्छ तुच्चा लगाइन्छ त्यही त हाम्रो केटाहरूले कसैले खाँदैनन् अहिले कान्छाले हाम्रो अब कान्छाले अहिले दुईवटा अब रोल ल्याइदिन्छ हाम्रो सानो त्यसपछि हामी दिल्ली भएर बस्छौँ भन्नु दिल्ली भएर हामी दुईजना त्यति भएर हामी किन गाइज भन्नु अब हाम्रो मेरो भाइ मन पर्यो भने यसो कमेन्ट हान्नु मन पर्यो भने केटीहरूले स्पेसल फेरि हो कि नै त्यो गर्नु छ कि नै मेरो म केही भन्दैन ए भन्दिनस् भन्छ छ गर्लफ्रेन्ड छैन ल कन्ट्याक्ट मी ओए ल ओए केटा यहीँ जा सबै यहाँ ल तिम्रो छ कि नै छैन ल यो ऊ पनि सिङ्गल हो भाइ तिम्रो छ कि नै छैन दाइ भाइको नि भाइ नि सिङ्गल है ओए तिम्रो छ कि नै अलवेज सिङ्गल हो ओए सिङ्गल ओए केटा तेरो छ कि नै छ यसले भन्न छ भन्यो ए अघि नै छैन भनेको होइन
त्यो क्लिपलाई काटेर अनि यो क्लिप हालिदिन्छु म रुक तेरो गर्लफ्रेन्डसँग पुऱ्याइदिन्छु मैले अब छैन नि छ तर यसको तिमीहरूलाई के लाग्छ छ कि नै आजको समाचार यति नै भोलि अर्को साथी बताउँछ ल गाइस आजको समाचार यति नै ल भोलि जाम लाग्यो भोलि गइन्छ है हामी मुभी हेर्न उ साथी हामी 4 जना मिलेर मामा आजको भ्लगलाई यहीँसम्म अन्त्य हानिदिनुपर्छ क्या है ल गाइस के कस्तो भयो छोटो छ तर भ्लग मिठो छ यसो हेरिदिनु साथ सपोर्ट गरिदिनु सबैजनाले माया गरिदिनु गर्नुहुन्छ भन्ने आशा छ